पनि लाउनु खोज्नु भयो सबैको सामु मेरो साथीहरुको सामु. Another contestant, Poonam Rai, is angry with the organizer for making waste of time and giving mental pressure. हामी मान्दैन यो मिसै हुँदै होइन हामी एकदमै मान्दैनौं यो मिसै हुँदै होइन भन्ने छदैछ हैन अनि हामीले आयोजकहरुलाई एकचोटी भेट्नु पर्छ हामीलाई पनि हैन र जसको त्यो टाइटल होल्डर हो उनीहरुलाई सही दिनु पर्छ सही जजमेन्ट हुनु पर्छ फेरि पनि हामी यो मिसै मान्दैन र अब आउनेहरु पनि जो हुन्छ अब फेरि यस्तै प्रोग्राम भयो भने र यो प्रोग्राम उनीहरुलाई गर्न अब अधिकार पनि छैन जस्तो लाग्छ हैन आइन्दादेखि यस्तो कार्यक्रम गर्नु छ आफ्नै घरको मान्छेले बनाउनु छ आफै जज बन्नु छ आफै आयोजक बन्नु छ भने एउटा उनीहरुको घरको आँगनमा गर्नुस् म त्यही भन्छु सार्वजनिक ठाउँमा नहोस्. After listening everyone's views about the present, E24 team tried to contact one of the organizers. After contacting her, she said the competition was fair enough and she also requested the contestant not to create a misunderstanding around. Now it's time for Vox Pop. We asked public about our happening beauty pageant and its fair judgment, their opinion. यसमा त मेरो भन्न त्यति यो फेयर उसमै जाँदैन जस्तो लाग्दैन कसैले निष्पक्ष त हुँदैन कुनै न कुनै जहाँ पनि एउटा केही न केही सोर्स त लागे हुन्छ त्यो सोर्स चाहिँ लाएर मात्रै एउटा हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ होइन हुन त राम्रै हो एउटा कसैको ब्युटीमा कमेन्ट गरिन्छ हैन त्यसलाई प्रोत्साहन गरिन्छ तर अर्को तरिकाले हेर्ने हो भने चाहिँ कसैले सोर्स लाउँछन् हैन कसैले आफ्नो बाबामाको यताउता पैसा देखाएर आफ्नो मेकअप देखाएर प्रिटी हुन खोज्छन् ब्युटी हुन खोज्छन् तर नेचुरली ब्युटी हुनु चाहिँ राम्रो हो क्या मलाई चाहिँ फेयर लाग्ने हो है किनभने करियर राम्रो आउँछन् जजमेन्ट पनि राम्रै हुन्छ जजहरू पनि हुन त राम्रै हुन्छ नराम्रो हुनु हैन त्यसैले अब हुनुपर्ने हो फेयर हुने हो यो पेजेन्ट मात्रै होइन मलाई त कुनै पनि कुराहरू त्यति धेरै चाहिँ के अरे फेयर होला जस्तो मलाई लाग्दैन किनभने मेरो आफ्नै एक्सपिरियन्स पनि छ कतिपय कम्पिटिसनहरूमा चाहिँ खुला गर्ने निष्पक्ष गर्ने भनेर बाहिर चौरमै परीक्षा लिने अथवा चाहिँ खुला रूपमा चाहिँ परीक्षा लिने गरेको पनि मैले देखेको छु तर त्यो लिँदा पनि क्वेसन आउट गर्ने अथवा त्यसलाई चाहिँ परोक्ष अथवा प्रत्यक्ष अथवा परोक्ष रूपमा चाहिँ त्यसलाई चाहिँ केही न केही ट्विस्ट राखेर चाहिँ गर्ने गरेको चाहिँ मैले मेरै आफ्नो अनुभवले पनि देखेको हुनाले मिस प्याजेन्ट नै चाहिँ फेयर होला जस्तो मलाई लाग्दैन. Different ways are used to promote the movie by directors and producers.